गाइस म चाहिँ अब तरकारी लिन हिँडेको होइन नि दिदी होइन नि यहाँ कनेलामा चाहिँ एकदम शुद्ध तरकारी छ होइन त्यसमा बाटो पो छैन रहेछ छैन कहाँनिर घुम्नु हामी चाहिँ बाटो नभएर फर्कियो होइन अब बाटो खोज्दै जाने हो फेरि बाटै बिगारिदिएछ होइन पुरा मान्छे हिँड्छ भनेर बाटै बिगारिदिएछ गाइस कनेलामा सस्तो पनि पर्छ ताजा पाउँछ नि त तरकारी त्यही भएर हो होइन अब यता कहाँदेखि हो गाइस यहाँ बाटै छैन देखाउँछ यहाँ नि फर्सेछ गाइस खै यता नि छैन जस्तो छ त बाटो यता त हिलो छ है गाइस होइन हामी चाहिँ अब के भन्नु तरकारीमा खै हुँदैन पुरा यहाँ दिनको बार लागेछ होइन चलाएर यस्तो छ कनेला यतै हो गाइस यहाँ बारीसम्म यहाँ चाहिँ धान र मकै ट्र्याक्टर रोप्दैछ अब धान चाहिँ रोपेको छैन अब सुरु भयो होइन गाई कस्तो लाग्छ नि हेर्नु होला है त गाइस कनेलामा आइपुग्यो हामी चाहिँ फर्सी यो के पालङ साग के भन्छ है यहाँ फुलहरू पनि छ कनेला यता हो गाइस के साग हो यस्तो भ्यान्टा आइपुग्यो भ्यान्टा तरकारी अब यस्तो बबल हुन्छ कि यो भ्यान्टामा फुलहरू पनि फुल्या छ है भ्यान्टा यति रहेछ अन्डा जस्तो साथै सेम है जोखेर आउँछ है दिदी कति हुन्छ अन्डा साथी कता हो जाने उहाँ साथीहरू अन्डा साथीहरू अन्डा भ्यान्टा कनेलाई चाहिँ हो साथीहरू होइन ताजा पाउँछ क्या तरकारी 8 भनेर सस्तोमा त्यही भएर है